आज हामी बनाउन गइरहेका छौँ चिकन ललिपप। त्यसको लागि हामीलाई चाहिन्छ नुन, तिल, रङ, जिरा धनियाको धुलो, मिट मसला, बेसार, खुर्सानी, धनिया पत्ता, लसुन अदुवाको पेस्ट, सोया सस र लाइम जुस र तेल र मासु। म्यारिनेसन गर्नको लागि हामीले नुन स्वादअनुसार, तिल, बेसार, मिट मसला, जिरा धनियाको धुलो, खुर्सानी, अदुवा लसुनको पेस्ट, सोया सस र लाइम जुस, तेल र धनिया पत्ता राखेर मिक्स गर्नेछौँ। यसमा थोरै कर्नफ्लोर पाउडर र 2टा अन्डा हाल्नेछौँ र मिक्स गर्नेछौँ। अब हामीले चिकन राख्नेछौँ र यसलाई म्यारिनेट गरिदिनेछौँ। यसरी म्यारिनेट गरेर हामीले 2 घण्टाको लागि फ्रिजमा राखिदिन्छौँ। यसरी म्यारिनेट गरेको चिकनलाई अब हामीले ओभनमा 220 डिग्रीमा र फ्यान एन्ड ग्रिलमा पकाउनेछौँ 20 मिनटको लागि। धन्यवाद। तपाईँले देख्न सक्नुभएको छ हाम्रो ललिपप तयार भएको छ। त्यसको साथ चटनी र काँक्रो र लेमन।